Climate justice mainly it talks about the disproportionate burden, the unequal burden of climate change. It's an individual, group, nation, differently feel person. Climate change different groups differently affect and climate justice ko main idea those who are mostly impacted should be brought into justice in terms of resource allocation. They should be prioritized and given justice. Yo climate justice social justice deeply connected किनभने यसले inequalities address गर्छ अनि marginalized group को rights को लागि advocate गर्छ. Thank you. Climate justice say it is a human right र यो चाहिँ people centric हुनु पर्यो र यसमा चाहिँ हाम्रो minorities, marginalized community members हरुलाई include गरेर inclusive हुनु पर्यो, responsive हुनु पर्यो र this बाहेक अब यो bigger nations हरुले चाहिँ most of the chunk of the emitters जो छन् bigger nations or richer nations उहाँहरुले चाहिँ responsibility अलि बढी लिदिनु पर्यो because poorer nations ले चाहिँ अलि बढी नै यसको receiving end मा भएकोले so they need to bear the responsibilities. Climate justice भनेको चाहिँ आफ्नो शेयर को responsibility लिने र जुन कम्युनिटीले धेरै impact face गरिरहेको छ उनीहरुलाई justice दिने. कसैले गरेको कार्यको असर अरूले भोग्नु परेको छ अनि त्यो भोगाइमा हामी जस्तो गरिब देश पर्दछौं त्यो अन्याय भयो त्यसलाई न्यायमा ल्याउनु पर्यो. क्लाइमेट चेन्ज बाट प्रभावित व्यक्तिहरुको समानता, न्याय र दिगोपनको वकालत गर्ने प्रक्रिया नै क्लाइमेट जस्टिस हो. क्लाइमेट जस्टिस भनेको चाहिँ मैले बुझेको छ के हो भन्दाखेरि जस्तो क्लाइमेट चेन्जको कारणले गर्दाखेरि जति पनि मुलुकहरुमा असर भइरहेको छ नि त्यो असरहरुलाई न्यूनीकरण गर्नको लागि जसको चाहिँ क्लाइमेट चेन्ज हुनको लागि कम हात भएको छ, हातहरु भएको मुलुकहरु हुन्छ जस्तो गरिबी मुलुकहरु हुन्छ जस्तो नेपाल जस्तो मुलुकहरु उनीहरुको लागि चाहिँ जसले चाहिँ धेरै क्लाइमेट चेन्जको असरहरु भोगिरहेका छन् हैन त्यसको मुलुकहरुलाई चाहिँ क्लाइमेट चेन्जबाट हुने असरहरु कम गर्नको लागि तयार गरेको नीतिहरु प्रभावकारी ढंगबाट अगाडि बढाउनको लागि गर्ने भन्ने एउटा चाहिँ प्रक्रिया नै हो क्लाइमेट जस्टिस भनेको गर्छौं. हामी रिकग्निसनका कुरा गर्छौं अनि क्लाइमेट चेन्जले डिस्प्रोपोर्सनेटली चाहिँ डिफरेंट टाइप्स अफ पीपललाई चाहिँ डिफरेंट टाइप्स अफ इम्प्याक्ट्स पाइरहेको हुन्छ अनि सबैभन्दा वीक पीपलहरुलाई चाहिँ बढी इम्प्याक्ट पाइरहेको हुन्छ र जसलाई बढी इम्प्याक्ट पाइरहेको हुन्छ उनीहरुलाई नि रिकग्नाइज गरेर पोसिबल अथवा रिलेटेड इन्टरभेन्सन्सहरु चाहिँ हामीले गर्न जरुरी छ र यो सबै कुराहरुलाई समेट्दाखेरि नै क्लाइमेट जस्टिस चाहिँ हुन्छ जस्तो लाग्छ. यो ठूला तथा औद्योगिक मुलुकहरु हुन्छ नि त्यो ठूला तथा औद्योगिक मुलुकहरुले चाहिँ कार्बन इमिसनको उत्सर्जन गर्छन् अनि त्यसले चाहिँ पर्यावरणमा चाहिँ जुन असर पारेको हुन्छ त्यो असरले चाहिँ हामी जस्तो मुलुक नेपाल जस्तो मुलुकलाई त्यसले अप्ठ्यारोमा पार्छ किनभने हामीले चाहिँ कार्बन इमिसन त्यति धेरै गर्दैनौं अनि हाम्रो भूमिका पनि एकदम कम रहन्छ. त्यही भएर हामीले चाहिँ त्यो कार्बन उत्सर्जन गरेको कारणले गर्दाखेरि हाम्रो जस्तो मुलुकमा रहेको आदिवासी, महिला हैन सीमान्तकृत समुदायहरु हुन्छन् तिनीहरुलाई चाहिँ धेरै नै असर पर्ने गर्छ र तिनीहरुलाई चाहिँ एउटा न्याय प्रदान कसरी गर्न सकिन्छ भन्ने कुरा नै क्लाइमेट जस्टिस हो कि भन्ने चाहिँ मैले बुझेको छु.